हेलो स्टुडेन्ट, योभन्दा पहिलाको भिडियोमा हामीले सीएफए को मल्टिपल चोइस क्वेशनको प्र्याक्टिस गरेको थियो र यो भिडियोमा हामी म्याथ को मल्टिपल चोइस क्वेशन प्रिपरेसन गर्नेछौँ। एनी हाउ वी हेभ टु पास इन फाइनल टर्म। हाम्रो 1 महिना पछि हाम्रो फाइनल टर्मको एक्जाम हो। हामीलाई जसरी पास गर्नु छ र स्टार्ट गरौँ हाम्रो यो भिडियो। टोटल 10 वटा क्वेशन हुन्छ। इच क्वेशनको 4 वटा अप्सन हुन्छ र सही एन्सरमा तपाईलाई सर्कल गर्नुपर्ने हुन्छ र यस भिडियो सबै एन्सर फास्टमा दिनेछु। यदि तपाईलाई एन्सर थाहा छ भने भिडियोलाई पज गरेर तपाई आफ्नो एन्सर दिन सक्नुहुन्छ र स्टार्ट गरौँ। हाम्रो फर्स्ट क्वेशनको एन्सर रहेछ अप्सन बी 31। त्यसैगरी सेकेन्ड क्वेशनको एन्सर रहेछ अप्सन ए REZ अनि थर्ड क्वेशनको एन्सर रहेछ अप्सन सी x-5/3। त्यसैगरी क्वेशन 4 को एन्सर रहेछ अप्सन सी 6। त्यसैगरी क्वेशन नम्बर 5 को एन्सर रहेछ अप्सन सी 1/2। त्यसैगरी क्वेशन नम्बर 6 को एन्सर रहेछ अप्सन सी 5√2। त्यसैगरी क्वेशन नम्बर 7 को एन्सर रहेछ अप्सन डी m/p। त्यसैगरी क्वेशन नम्बर 8 को एन्सर रहेछ अप्सन सी 15। त्यसैगरी क्वेशन नम्बर 9 को एन्सर रहेछ अप्सन ए 4320। त्यसैगरी क्वेशन नम्बर 10 को एन्सर रहेछ अप्सन डी perpendicular to the plane of A vector and B vector। क्वेशन तपाई आफै पढ्नु होला। यदि मैले पढ्यो भने भिडियो लामो हुनेछ, त्यसैले धन्यवाद। यदि तपाईको एन्सर सही छ भने कमेन्ट गर्नु होला र इफ तपाईलाई जान्नु छ कि मैले कसरी यसलाई सोल्भ गर्यो र तपाई कसरी गर्न सक्नुहुन्छ त कमेन्ट गर्नु होला। म त यसको बारेमा डिटेल भिडियो बनाएर अपलोड गर्दिनेछु।